ह्यापी बर्थडे चोरेको धरेको चोरेको हो कि राम्रो पो आउँदैन अब यो ताक्छ फुलाई हामीले बनाउनु लाग्छ हेलो गाइस वेलकम ब्याक टु माई च्यानल आफ्टर 10 दिन पछाडि अनि आएकोदेखि हामी घुम्नु गएको भने आधा मात्रै हो कति दिन भयो रमिता डाँडा गएको हो कस्तो फेरि सोल्टिनु भयो बिचमा चाहिँ सोल्टिने साइड साइडमा सोल्टिन्छ यहाँ चाहिँ हामी चाहिँ उता गएको रमिता डाँडा गएको चिसो छ भनेर अलिक चिसो हुन्छ भनेर गएको अब हामी रमिता डाँडामा गएर भेट्नुपर्छ डाँडामा गएको हामी चाहिँ के अरे रमिता डाँडामा आइपुगेको चाहिँ खास चाहिँ 10 टाउन रहेछ मैले यो ब्लगमा देखेको थिएँ अब हामी आइपुगेको यहाँ चाहिँ डाँडा चाहिँ पाहाड उदी चाहिँ जामा लगाएर आउँछ होइन नारायण हात लाएर हिँड्छ मुटुले म चाहिँ गाडीले मातेर म भ्लग गर्नु पनि मलाई मुस्किल भएको छ त्यस्तो रहेछ अन्नपूर्ण बेक्सी हामी चाहिँ यही हो उनीहरूले चाहिँ हामीलाई यहाँ जाडो हुन्छ चिसो हुन्छ भनेर लिएको थियो तर थाहा छै अब भरेसमा हुन्छ लाग्छ रेसमा लाग्दैन थाहा छैन कस्तो हुन्छ यहाँ सोल्टीको डान्स छ अब चाहिँ हल्का फल्का जाडो भएको जस्तो लागिदिएको जस्ट उयसको राखिदिएको उसहरूले जाडो हुन्छ भनेर लगाइदिएको मात्रै हो शीतल शीतल छ उता हेरेर उनीहरूले मात्रै मगाएछ थुक्पा हामी रेस्टुरेन्ट जाँदाखेरि कस्तो छ थुक्पा अलिअलि चिसोमा अलिअलि तातो मिठो हुँदो रहेछ छिटो छ नि होइन हाम्रो आयो अब यहाँ नुन पनि लागेन रहेछ हौ चिसो मौसममा तातो थुक्पा तर मैले बिहान पनि खाएको थिएँ कुन भाषामा बोलाएको हामीलाई चिसै भयो थाले अब चाहिँ बस्ने जति बस्दा हुन्छ फर्किने गाडीमा गोटे अरू बेला खाएको थियौ कस्तो छ फेरि यहाँ फाल्टै दोकान गइरहेको रहेछ खाजा साजा खाइसक्यो नै अब हेर्न आएको त्यसलाई त्यस्तो छ त्यहाँ त्यो रोडबाट आएको हामी अब चाहिँ हामी फर्केको यो 10 टाउनदेखि खासै यहाँ बस्नु राम्रो हो नि त नेक्स्ट टाइम बस्ने गरेर आउँछौँ हामी
नेक्स्ट टाइम नेभर कम ब्याक कहिले आउँछ नेक्स्ट टाइम भने आउँछ हामी आउँछौँ बस्ने गरी आउँछौँ यहाँ राति बस्ने मजा हुँदो रहेछ आज भ्लग त्यतिसम्म हो म एक दिन भ्लग म 2 दिनको यसो जोडेर हाल्छु आजको लागि त्यति अहिले चाहिँ बिहानको 8 बज्यो अनि म चाहिँ अहिले एउटा भक्का खाइसकेर बसेको फेरि अर्को खानु आँटेको यहाँ भक्का बेचिरहेको छ सानो बहिनीहरूले भक्का बेचिरहेको छ गरम पानी हो मैले यसलाई यस्तै ल्यायो अहिले भक्का निकालेर दाल चाहिँ मिलाउनु पर्छ रोग चाहिँ के को रोग खानुपर्ने यो त धेरै रोग गुन्द्रुक सुकाइन्छ गुन्द्रुकको रस यहाँ त्यसो भन्छ उहाँ हामी चाहिँ पचार भक्का छौडा गुन्द्रुक मागेर हैरान लाग्छ म अब यहाँ चाहिँ भक्का खाइसकेर आएको हिजोको भिडियो आधी गरेको अनि आज चाहिँ आधी अब चाहिँ रेगुलर गर्नु खोज्छु अनि यहाँ त्यही हो अब दिनभरि म कहाँ जान्छु कहीँ पनि जाँदिनँ कहीँ पनि जानुपर्ने छैन मेरो साथी भेट्नु मन छ त्यति नै हो नेपाल आएर मलाई अर्को फाइदा भनेको दुध कोमा ऊ चाहिँ अहिले मासु किनेर आएको अनि कोमाले निङसाङलाई के अरे किनिदिनु भएको दुध निङसाङले खाँदैन अनि फाइदा चाहिँ मलाई चाहिँ गाई चाहिँ कति मिठो हुन्छ होला दुध निङसाङले खाँदैन अरे अनि म खान्छु खाने म दिन नै भयो नाइट ड्रेसमा हिँडेको मलाई अहिले चाहिँ सोल्टी आएको थियो घरमा अनि म आज खाना आएको म भुलिदिएर हिँड्नु अल्छी लाग्यो नसकेर त्यो सोल्टी झन्डै लडायो के चाहिँ ल्याउनु गएको निङसाङ पनि आएको खानु पमी राति चाहिँ दिउँसोको 2 बजी खाना आएको हामी भएको छैन हेर खोलिदिन्छु म भएको छैन टाटो छ चन्द्रहाना सुत्केरी घुरिरहेको सुतेको हेलो गाइस आमा साडी टाटो छ टाटो मात्रै खान्छु यो मात्रै खान्छु भनिदिन्छ कस्तो छ भनिदिनु नि कस्तो भन्नु त्यहाँ भन्दै कस्तो छ अहिले आलुचप खाइसकेर अब सुन्तला खानाहरू दिन पाहाडबाट पठाइदिनु भएको अर्ग्यानिक चाखु मिठो बनाइरहेछ छोरा ल जस्तो धेरै पाएको छैन तर गन्दा मिठो अमिलो हुन्छ मैले भेटेँ त बन्नु बेला अब खाएँ खाइलो मलाई खाएको त्यो भन्दै त्यसले कस्छ क्या त्यो सानो एउटाले नै कस्छ हौ म साथी भेट्नु जान आँटेको रेडी मेरो आएको भ्लग बनाउनु विशेष चाहिँ जित्यो घरमा आएर मैले भ्लग बनाएको मेरो साथी उनीहरू हामी आएको अघि नि हाई गरिदिनु नि हामी जित्तु घरमा आएको छौँ नि त यहाँ अघि बाटोमा आउँदा भ्लग गर्ने बिर्सेछ गफ गर्ने बिर्सेछ नआएको यहाँ हेर्दा यो त निकै अग्लो भएछ र म चाहिँ जित्तुको गाउँ घुम्न आएको माया चोक घुम्न आएको तर यो माया चोक पहिले मन्सिका र म हिँडेको बाटो त यो चाहिँ आजभन्दा 9 वर्ष अगाडि कति वर्ष हिँडेको बाटो 9-10 वर्ष भयो पहिले आएको नि त हामी अनि आज हिँडेको हामीले चोरेको चोरेको हो कि टिपेको भयो अम्मु भयो अम्मु दिएको मेरो लागि गुवा हामीले चाहिँ बाटोमा आउँदा गुवा भेटाएर चोरेको भन्नु कि भेटाएको भन्नु त्यो भएरै देख्नु फेरि खेदा आउँथ्यो होला ठिकै छ हामीलाई देखेन के होला हालचाल हालचाल यो त निकै छिप्पेको छ होला छैन बिग्रेको परेछ मेरो अस्ति मैले खुद्दाएर राम्रो खाएको थियो राम्रो पो आउँदो रहेछ अब यो तास अलिक राम्रो छैन मायाको बाटो नै अघि
यस्तो कलिलो गुवा टिपेर राख्थ्यो होला त्यो पनि देख्दैन हामीलाई खेदा तर यस्तो नराम्रो गुवामा हामी फुटा खानु किसन दाजुहरूले थुक्पा पकाएर दियो किसन दाजु र बेनाले पकाएर दिएको बेना चाहिँ हुनुहुन्न किसन दाजुले भाग लगाएर म चाहिँ आएर साथीको घरमा गएर थुक्पाहरू खाएर आएको यो बाटोमा आउँदा आउँदा ब्लग उयो गरिनँ बनाएन यो कति बोल्छ यहाँ हामी गर्छु नि अझै मेरो अझै आउनु छ ब्लगमा अहिले इन गर्दिनँ मैले भनेको थिएँ म भिडियो किन एन्ड गर्दिनँ भन्दा मोटीलाई बर्थडे सरप्राइज केक काट्न आँटेको नि त किनेर ल्याएको थिएँ त्यो इट गर्दिनँ भनेर बालपत्मा रहेछ केक काट्छु बाल्नु आँटेको हुँदैछ यो पुसाइले कस्तो रिस उठाउँछ नि यस्तो चाहिँ नल्याउनु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु बाहिर आउँदा ह्याप्पी Happy birthday to you. मोटी आएर त फुकना पहिले हौ Thank you. यहाँ राख्नु यो चड्डीहरू उठ्छ हटाउनु त यसो गर्नु ह्याप्पी बर्थडे रोक्सी कस्तो बनाउँछ नि अति खर्रो लागेको थियो अस्ति र आजदेखि चाहिँ तिमी 23 इयर्स लाग्यो अबदेखि चाहिँ 3 वर्षको दिमाग नगर्नु होला अब धेरै ठुलो भइसक्यो त्यो सोल्टीलाई गए तँले खुवाइदेऊ मोटीलाई अहिले चाहिँ दुश्मन एनिमी थियो नि त उनीहरू बिचाराहरू ह्याप्पी बर्थडे ढ्याडास मोटीलाई थाहा थियो होला आज हामी केक काट्छ यहाँ उयो बनाउनु ल सोल्टिनी मोटीलाई सोध्नु भयो क्वेसनमा मोटी हामीले केक काटिदिन्छ जस्तो लागेको थियो तिमीलाई लागेको थिएन तर बाका अलिअलि मनाएको थियो होला अघि बोलाउँदा के काट्छ थाहा त एक्टिङ क्या गर्दा बेनाएको छैन अरे हौ थालेर त उठाइ चाहिँ केक काटेर केक काटिसकेर अब म चिसपछि बनाएर खाना आँटेको आजको मैले सुँगुरको ल्याएर अब कुकुरको ल्याएर काटिदिनुपर्छ अघि नै भन ढिलो बनाइस् भन्दै भने नि त अघि हामीले के या त्यही हो अब म के अरे गोलेर मोटीको केक काटिसकेर अब स्पाइसी बनाएर खाएर अब सुत्न आँटेको आजको भिडियो यति नै या गाइस गुड नाइट आजको लागि यति नै बाई हामी चाहिँ पर्सि खाना आएको थियो अघि अनि यो चन्डेर पुसाइले मोटीलाई बर्थडे भनेर यस्तो गरेको चाहिँ छेउबाट के अरे टोपी किनेर यस्तो गरेर मोटी दिना गऱ्यो बिचारा ह्याप्पी बर्थडे टु के भएको यो टोपी लाउनुमा पनि चन्डेले मोटीलाई 10,000 दिन्छु भनेको छ त्यही हो टोपी लाएर दिएन नि चन्डेमा हामी कफी सफी खाएर अब हिँडेको मोटीलाई चाहिँ टोपी लाएर हिँडिरहेको छ अब आज हामी मोटीले हामीलाई बर्थडे ट्रिप दिन्छ अरे नि जान आँटेको हामी धरन मोटीको बर्थडे दिन पनि राम्रो आज होइन मोटीले टोपी लगाएर पत्री बजार मोटीलाई टोपी लाएर हिँडेको छ चन्डेर सियो पुसाइले बिचारा बर्थडेको होला नि त हामी चाहिँ सफारी बर्खेर बसेको अनि अल्छी लाग्यो अनि बस्दा बस्दा केरा देखेँ अनि केरा खान आँटेको हामी पर अङ्कलकोबाट किनेको यहाँबाट किनेको हामीले होइन मैले किनेको चाकु हजुर
मुटुस भएको ज्वरो मेरो खोला सोल्टीलाई म चाहिँ अब के अरे मोटीको लागि फुल र सप्लास ल्याउनु गएको मोटीलाई अघि बुके बनाउनु दिएको थिएँ अब ल्याउनु गएको हामी लिएर आएको मोटी रेडी भइरहेको होला फाइनली हामीले बुके पाएको अवस्था हामी 4 साढेमा आएको 5 साढेमा थियो मलाई थाहा थियो नेपाली टाइम यस्तै हुन्छ होइन तर पनि म 4 बजी बोलाएको मान्छे 4 साढेमा आएको थिएँ अनि भर्खर दियो हामी घर जाँदै गएको थियो 25 बजी हो कत्रो रात परेको देख्यो तर भर्खर 5 साढे मात्रै हुँदैछ यो है फुल अहिले हामीले बनाउनु लगाएको चाहिँ खासै साथीलाई पिङ्क दिन्छ वाइट दिन्छ के दिन्छ तर मलाई चाहिँ राम्रो लाग्यो मैले यही गरेँ अब जान्छु मोटीलाई दिन्छु ल मन पर्यो मन पर्यो राम्रो छ ए ओभर एक्टिङ गर्छ ह्याप्पी बर्थडे ढोक्सी थ्याङ्क यू देखाइदेऊ त फुल मन पर्यो यस आई लाइक इट कुमा नानीले मन पर्यो अरे बर्थडे मन पर्यो कुमा मन पर्यो फुल कस्तो राम्रो बर्थडे गिफ्टलाई नपारे त कोमा ए बर्थडे गल्ला नदिएर कोमालाई दिनुपर्छ होला कि बर्थडे सेलिब्रेट गर्नु जान आँटेको राम्रो छ अब म पनि रेडी भएर भेट्छु ओके गाइस बाई बर्थडे गर्ल कति मेकअप गर्दा नि राम्री चाहिँ कहिले नदेखिने अरे ज्यालेस होला पिक्चर होइन साँच्चै हो लु पबी यहाँ पहिलो पनि पबीले देखाइदिन्छु हामी पबी पनि छ त यहाँ र पबी हामी पबी यहाँ चाहिँ दुईवटा हिरोहरू नि बाइकमा गएको फ्रीमा खानु गर्दा पाइहाल्छ खान्छ यस्तो मजाले एक नम्बरको भोक माऱ्यो हेलो गाइस गुड मर्निङ के अरे म हिजो मैले भ्लग आधी बनाएँ त्यही आधी बनाएर छोडिदिएँ मैले बनाएन अनि अहिले चाहिँ बिहानको 10 बज्न आँटेको छ पुसा र म चाहिँ माछा हेर्नु गएको बडा माछा लिएको छ पुसा र म हेर्नु गएको माछा यत्रो उयो पानी जमाएर उयो गरेको रहेछ नि त त्यसबाट निकालिरहेको रहेछ अब भिडियो गर्छु र कति पर्दो रहेछ कहाँ चाहिँ तानेको अगाडि यहाँ पछाडि यता चाहिँ तानेको अब यहाँनिर उयो हुन्छ उयो भाइले त हातबाट निकालेछ यो पल्लोबाट पनि रहेछ यहाँ पनि रहेछ हेरेको कति पर्छ अब माछा सानो माछा उफ्रिरहेछ यसरी निकाल्दै रौ भएको ल जलकपुर भएको जलकपुर माछा नि म चाहिँ के अरे बाछाहरू सबै हेरिसकेर फर्केको बोटी चाहिँ बाइकमा आउँछ अरे म चाहिँ हिँडेर गएको अब अलिकति काम पर्यो त्यही भएर म चाहिँ गएको चाहिँ म थुक्पा खान आएको पवित्रसँग पबेर गरिदिएको यहाँ नजिकै थुक्पा खानु हुन्छ नि त यहाँ हाम्रो ब्युटिफुल काकी अब थुक्पा खान्छु अनि त्यहाँदेखि भिडियो पनि इन गरिदिन्छु यहीँबाट